नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल गाइस होइन आज तपाईँहरूलाई फेरि तपाईँहरूको अगाडि आइपुगेको छु म नयाँ भ्लग लिएर है। आज भन्ने चाहिँ म दलगाउँबाट वङडुप घरबाट आफ्नै घरतर्फ राख्दैछु पिकनिक खेल्नुको लागि है गाइस। आज चाहिँ केटाहरू को छ भने चाहिँ वङडुप छ, चिन्ने भाइ छ, घरतर्फ लाग्दैछौँ गाइस। आज चाहिँ हाम्रो क्लासको केटाहरूको पिकनिक म त वङडुपले कल गर्नु बोलाएको नि। आज चाहिँ हामी पिकनिक जानु आँटेको। अब घर गएर म पनि लुगासुगा बोक्छु, धुन्छु है, लुगा धुने लुगाहरू बोक्छु अनि खोला गएर खाना बनाउनु पर्छ। आजको म बनाउँछु ल खाना रेसिपी रेसिपी म बनाउँछु आज। अन्त केटाहरू अब त्यहाँ मजै हुन्छ, केटाहरू हुन्छ होइन, थुप्रो हुन्छ। आज को जान्छ जानु त्यही भनिदेऊ न। रोजल, सुशान्त, दिक्षेन, त्यसपछि अतीत, आयुल, चिन्डे, सो गाइस आज चाहिँ हामी खोला जानेछौँ पिकनिक होइन केटाहरू। घरिघरि त्यस्तो मौकाहरू आउँदैन, त्यही भएर सो गाइस हामी चाहिँ लाग्दिहालेको सानोतिनो है। सो गाइस अहिले चाहिँ हामी पाइने कहाँ आएको बहिनीहरू राम्री राम्री भएर कहाँ आएको आएर सेताहरू पनि एकताल कहाँ आएको राम्रो अब राखिदिएको अरे यहाँ चिन्डेले खोलाको कुमा ए कुखुरा छ कि कुखुरा कसरी छ डल्ले कहिले 145 रोजन दाकोमा कसरी बेच्छ हौ अहिले? अहिले गएर खुट्टा आउनु सक्छ हौ। म त डाइरेक्ट नक्सल गएको तेल दिनु पिकनिक गएको नि कति डल्लेको चाहिँ कति थियो? 1 केजीको 145 1 केजीको 145 डल्लेको रडी भयो त छैन नि त। त्यही त रडी भयो त अन्त मैले हिजो गरौँ जस्तो लाग्दैछ नि। केटाहरू जान्छ जाँदैन भयो नि त जम्मै मान्छे चाहिँ ल ह्यान्डसम भयो। यता हेर्नु नि एकताल सब्सक्राइब गरिदिनु ल मेरो च्यानललाई। लिङ्क उयो भएको छैन त्यो थिचेको खै मैले टिमलाई फेरि पठाउँछु। ओके डिबी सर भन्छ सबैले डिबी सर। हँसाइ मात्रै हेर न बाबी कति छ अहिले भयो त सबै 75। गाइस मेरो भ्लग चाहिँ एकछिनको लागि वङडुपलाई ह्यान्डओभर गर्दैछ है गाइस। आन्टी तपाईँ गर्नुभएको क्यामेरामैन जल्दी फोकस करो यही हो भाइ भाइजू सानोबाट काम लिइरहेको थियौ के कहिले कमाउँछु आकिया कति किलो छ पनि दादालाई हाई गरिदिउँ न हाई गरिदिउँ न हाई गरिदिउँ हाई हो हात हटाउ निकाल अर्को हात निकाल्यो हाई गरिदिउँ हाई गर न हाई बाई गर्दैछौ तँलाई यसो नगर न पानी पर्छ यहाँनिर गरेको गर्नु हुँदैन ल।